1440 लागू गर्ने र अन्यको खण्डमा चाहिँ अब अरू चाहिँ नचल्ने भन्ने कुरा छ। अब यसमा चाहिँ 1440 ई रिक्सालाई एन अनुरूप व्यवस्थापन गर भनेर हामी यसमा चाहिँ हेरौँ अब सल्लाह सुझाव अगाडि बढ्छ। गाइज हैन बुटोलुपा महानगरपालिकामा अध्यक्षहरू सत्यवती यातायात प्रणालीको दिनेश जोशी र हरियाली यातायात प्रणालीको कृष्ण प्रसाद तिवारी सहित 5 जना अरू बाँकी टोली पनि गइसक्नु भएको छ भित्र हैन। अब एकछिन पछि आउँछ के कस्तो आउँछ हैन। भर्खरै मात्र हामी बुटोलुपा नगरपालिकामा आइसकेका छौँ हैन। हामीसँग सत्यवती यातायात प्रणालीको अध्यक्ष दिनेश जोशीजी हुनुहुन्छ। दिनेश जोशीजी लगायत 7 जना व्यक्तिहरू नगरपालिकाभित्र गएर उपमेयरसँग छलफल गरेर आइसक्नु भएको छ हैन। अब छलफल अब हामीसँगै हुनुहुन्छ हैन। दिनेश जोशीजी हुनुहुन्छ, उहाँसँग केही कुराकानी गर्न गइरहेका छौँ, सुनिदिनु होला। नमस्कार दिनेश सर। हजुर के छ, भर्खरै मात्रामा नगरपालिकाभित्र जानुभएको छ है। अब के सहायता सल्लाह लिएर आउनुभएको छ? बहुत राम्रो कुरा छ। आजसम्म नगरले हिजोसम्म एमाले र काङ्ग्रेसको एउटा चाहिँ भनौँ न 2/3 सरकारले हेर्दाखेरि कहिले भेट पनि नहुने र हामीले भन्दाखेरि अब चेक जाँचको क्रममा पनि हामीलाई समिति राख्नुहोस्, हामीले सल्लाह दिन्छौँ, हामीसँग विकल्प पनि छ भनेको थियौँ, तर हामीलाई कसैले नि खोजेन त्यतिखेर। त्यो पनि हामीले सुझायौँ। अहिले चाहिँ एकदम राम्रो छ। अब नगरले सडक पेटीको अहिलेको काम भएको कारणले गर्दा केही समय रोक्नु भन्नुभएको छ। त्यसपछि कम्तीमा 8 गते तपाईँको जितगढीको कार्यक्रम रहेछ। त्यसपछि 8 देखि 10 गते भित्रमा हाम्रो चाहिँ ई रिक्सा व्यवसायीका केही प्रतिनिधि साथीहरू छलफलमा बसेर ई रिक्सा व्यवस्थापन समितिमा तपाईँको बैठकमा बसेर अब कसरी हुन्छ यसलाई चाहिँ सहजीकरण गरेर अब शीघ्र गर्दैछ। पानी छ के छ खै देखाउनु त। पानी छ, कापी छ, के छैन पानी। हजुरबाट पनि 1-2 शब्द जाओस्। यसमा त जानु पर्दैन हैन, उहाँ गइसक्यो। हाम्रो सर ल बाहिर हैन केही हुन्न।